अब यो हाम्रो दिमागको बारेमा थोरै साइकोलोजिकली बुझौँ। अझै पनि हाम्रो दिमागमा चाहिँ त्यो एनिमल मोड, त्यो जनावर पशु मोड चाहिँ किन एक्टिभेट हुन्छ त? किन अझै पनि हाम्रो दिमागमा त्यो एनिमल मोड, त्यो पशु मोड चाहिँ जिन्दा छ त भनेर चाहिँ हामी थोरै हाम्रो यो दिमागको बारेमा चाहिँ साइकोलोजिकली बुझौँ। किन हाम्रो दिमागको बारेमा बुझ्नको लागि चाहिँ हामीहरू आजभन्दा शताब्दीौँ वर्ष अगाडि, आजभन्दा लाखौँ वर्ष अगाडि पुग्नुपर्ने हुन्छ। जब हामी मानव जातिहरूको राम्रोसँग विकास भइसकेको थिएन, हाम्रो दिमागको राम्रोसँग विकास भएको थिएन, त्यो बेलामा जब हाम्रो पुर्खाहरू चाहिँ जङ्गलमा बस्ने गर्नुहुन्थ्यो, जङ्गलमा शिकार गर्ने, खाने गर्नुहुन्थ्यो, त्यो बेलामा हाम्रो शरीर, हाम्रो दिमाग चाहिँ राम्रोसँग विकास भइसकेको थिएन। हामीहरू चाहिँ राम्रोसँग हिँड्ने, राम्रोसँग सोच्ने, हाम्रो दिमागको, हाम्रो शरीरको पनि राम्रोसँग विकास भइसकेको थिएन। त्यो बेलामा चाहिँ हाम्रो यो शरीरहरू, हाम्रो यो फेस अनुहारहरू, हाम्रो अहिले जस्तो छौँ हामी, हाम्रो यो बनावट चाहिँ त्यस्तो थिएन। हाम्रो शरीरको पनि विकास भएको थिएन र हाम्रो दिमागको पनि विकास भएको थिएन। त्यो बेलामा जब हाम्रो पुर्खाहरू चाहिँ जङ्गलमा बस्नुहुन्थ्यो, त्यो बेलामा चाहिँ हामीहरू चाहिँ एउटा जनावर जस्तै थियौँ। त्यो बेलामा चाहिँ हाम्रो दिमाग पनि त्यस्तै थियो। हाम्रो दिमागले पनि त्यही अनुसार काम गर्थ्यो। दिमागको काम त्यो बेलामा धेरै हुन्थेन। अहिले त हाम्रो दिमागको काम एकदमै धेरै छ। हामीले धेरै सोच्नुपर्ने हुन्छ, धेरै गर्नुपर्ने हुन्छ। तर त्यो बेलामा हाम्रो दिमागको विकास यति धेरै भइसकेको थिएन, हामीहरू यति धेरै शिक्षित भइसकेको थिएनौँ। जब हाम्रो पुर्खाहरू चाहिँ जङ्गलमा बस्नुहुन्थ्यो, त्यो बेलामा चाहिँ हाम्रो दिमागमा, हाम्रो मनमा, हामीहरूमा चाहिँ यति धेरै इमोसन थिएन। हामीहरूमा चाहिँ यति धेरै लोजिकली सोच्ने, यति धेरै इमोसनली सोच्ने हामीहरूमा चाहिँ त्यो विकास भइसकेको थिएन। हाम्रो दिमागको मुख्य काम, सबैभन्दा पहिलो काम के हो त भने जसरी भए पनि हामीलाई सेभ गर्ने, जसरी भए पनि हामीलाई बचाउने सबैभन्दा पहिलो काम र विशेष काम हाम्रो दिमागको भनेको त्यो हो। मानव हाम्रो पुर्खाहरू चाहिँ जङ्गलमा शिकार गर्नको लागि निस्किनु भयो। अब त्यहाँनिर चाहिँ एउटा एकदमै खतरा सिचुएसन आयो, खतरा अवस्था आयो। त्यहाँनिर चाहिँ कुनै एउटा खतरनाक जनावर चाहिँ उनीहरूको अगाडि आयो। अब त्यो सिचुएसनमा, त्यो अवस्थामा, त्यो बेलामा हाम्रो दिमागले विशेष गरी तीनवटा काम गर्थ्यो, तीनवटा एक्सन चाहिँ हुन्थ्यो त्यो बेला। नम्बर 1 फाइट, नम्बर 2 फ्लाइट, नम्बर 3 फ्रिज। विशेष गरी यो तीनवटा काम चाहिँ हाम्रो दिमागले गर्दथ्यो। नम्बर 1 मा फाइट, त्यहाँनिर चाहिँ फाइट गर्ने, लड्ने। नम्बर 2 फ्लाइट, कि त भाग्ने। अब त्यहाँनिर त्यो जनावरसँग लड्नु सक्ने अवस्था छ, त्यो जनावर चाहिँ तपाईँलाई त्यति खतरा लागेको छैन, त्यो जनावरसँग चाहिँ लड्न सक्छु भन्ने तपाईँमा छ भने चाहिँ तपाईँ त्यहाँ फाइट गर्नुहुन्छ, त्यो जनावरसँग लड्नुहुन्छ। र यदि तपाईँलाई चाहिँ त्यो जनावर खतरा लागेको छ, त्यो जनावर चाहिँ तपाईँभन्दा खतरा छ, तपाईँ त्यो जनावरसँग लड्न सक्नुहुन्न भने चाहिँ तपाईँ अब त्यहाँबाट फ्लाइट गर्नुहुन्छ, तपाईँ त्यहाँबाट भाग्नुहुन्छ। र अर्को सिचुएसन, अर्को अवस्था के हुन्छ भने तपाईँ त्यो जनावरसँग फाइट गर्न, लड्न पनि सक्नुहुन्न, तपाईँ त्यो जनावरदेखि भाग्न पनि सक्नुहुन्न। किनभने तपाईँ कुनै सिंह, बाघको अगाडि तपाईँ भाग्नुभयो भने त तपाईँलाई 1 मिनटमा तपाईँलाई पक्रिदिन्छ, तपाईँ त्यहाँ भाग्न पनि सक्नुहुन्न। तपाईँ अब त्यो सिंह, त्यो बाघसँग तपाईँ लड्न पनि सक्नुहुन्न भने हाम्रो दिमागले अर्को काम के गर्थ्यो भने हामीहरूलाई फ्रिज गराउँथ्यो, बेहोस गराउँथ्यो। हामीहरू चाहिँ बेहोस हुन्थ्यो। हामीहरूलाई चाहिँ हाम्रो दिमागले त्यो सिचुएसन, त्यो अवस्थामा चाहिँ बेहोस गराउँथ्यो, हामीहरू चाहिँ बेहोस हुन्थ्यौँ। त्यो बेलामा जब चाहिँ हाम्रो पुर्खाहरूले चाहिँ जनावरहरूको शिकार गरेर जनावरहरूलाई मारेर खाने गर्नुहुन्थ्यो, र त्यो बेलामा चाहिँ जब आगोको उत्पत्ति भएको थिएन, त्यो बेलामा चाहिँ उनीहरूले जनावरहरूलाई मारेर काँचो मासु खाने गर्नुहुन्थ्यो। त्यसरी हाम्रो दिमाग, हाम्रो शरीरको चाहिँ विकास भएको थिएन र बिस्तारै आगोको उत्पत्ति भयो र उनीहरूले चाहिँ मासुहरू पोलेर खाने गर्नुभयो, पकाएर खान थाल्नुभयो। बिस्तारै उहाँहरूले चाहिँ कृषि गर्न थाल्नुभयो, अन्नहरू उब्जाउन थाल्नुभयो। त्यसरी चाहिँ पकाएर खाने, पोलेर खाने गर्न थाल्नुभयो। त्यसरी गर्दै गर्दै चाहिँ हामी मानिसहरू, अहिले त हामीहरू एकदमै शिक्षित छौँ, हामीहरू एकदमै सचेत छौँ। अहिले त हामी मानव जातिहरू यो प्लानेटमा, यो दुनियाँमा सबैभन्दा शिक्षित, सबैभन्दा सचेत प्राणीमध्ये हामी मानिसहरू एक हौँ। तर पनि अझै पनि हाम्रो दिमागमा चाहिँ त्यो एउटा पार्ट
त्यो एनिमल पार्ट जुन हाम्रो पुर्खाहरूमा चाहिँ थियो, त्यो एनिमल पार्ट, त्यो एउटा जानवर पार्ट, त्यो एउटा पार्ट चाहिँ हाम्रो दिमागमा अझै पनि जिन्दा छ, अझै पनि मरेको छैन। किन त्यो हाम्रो दिमागको पार्ट चाहिँ अझैसम्म पनि जिन्दा छ भने यो चाहिँ हामीलाई आवश्यक छ। यसले चाहिँ के गर्छ भने हामीलाई खतराहरूबाट बचाउने काम गर्छ, यसले चाहिँ हामीलाई बचाउने काम गर्छ। त्यसैले हामीलाई आवश्यक छ यो, र यो खतरा पनि छ, यो आवश्यक पनि छ। त्यसैले हामीले यसलाई चाहिँ युज गर्न, यसको बारेमा बुझ्न चाहिँ जरुरी हुन्छ। हाम्रो यो दिमागको बारेमा हामीभित्र चाहिँ त्यो एउटा एनिमल पार्ट पनि छ है, हामीभित्र चाहिँ एउटा शैतान पनि छ, हामीभित्र एउटा खतरनाक नराम्रो पार्ट पनि छ हाम्रो दिमागमा भनेर चाहिँ हामीले त्यसलाई बुझ्न चाहिँ जरुरी छ। हामीले त्यसलाई बुझ्यौँ भने चाहिँ हामीले त्यसलाई राम्रो तरिकाले हामीलाई सेभ गर्ने, हामीलाई बचाउने, हाम्रो फाइदाको लागि चाहिँ हामीले युज गर्न सक्छौँ। तर हामीहरू अवेर भएनौँ, हामीहरू सचेत भएन, हाम्रो दिमागभित्र त्यो एउटा पार्ट छ हाम्रो भनेर चाहिँ हामीले त्यो बुझेनौँ, बुझ्न चाहेनौँ, त्यसमा हामी सचेत भएनौँ भने चाहिँ यसले हामीलाई त्यस्तो कामहरू गराउँछ, त्यस्तो कामहरू चाहिँ हामी गर्छौँ। त्यसैले अझै पनि हामीहरू कतिपय व्यक्तिहरूमा यो देख्छौँ, सुन्छौँ। जब कुनै व्यक्तिमा चाहिँ यस्तो सिचुएसन आउँछ, यस्तो अवस्था आउँछ जहाँनिर चाहिँ उसले त्यो सिचुएसन, त्यो अवस्थालाई चाहिँ कन्ट्रोल गर्न सक्दैन, त्यो सिचुएसन, त्यो अवस्थासँग चाहिँ फाइट गर्न पनि सक्दैन, त्यहाँबाट ऊ फ्लाइट गर्न पनि सक्दैन, त्यो सिचुएसन अवस्थासँग लड्न पनि सक्दैन, भाग्न पनि सक्दैन भने अब उसको दिमागले उसलाई फ्रिज गराउँछ। ऊ त्यो सिचुएसन अवस्थासँग लड्न पनि सक्दैन, ऊ त्यो सिचुएसन अवस्थाबाट भाग्न पनि सक्दैन भने अब ऊ त्यहाँनिर फ्रिज हुन्छ, ऊ बेहोस हुन्छ। हामीहरू कतिपय व्यक्तिहरू, मान्छेहरूमा यो देखिरहेको हुन्छौँ। अहिले त झन् अब यो हाम्रो अहिलेको जेनेरेसनमा, अहिलेको यो हाम्रो समयमा त एकदमै धेरै यो देखिरहेको हुन्छौँ, सुनिरहेको हुन्छ। कसैको ब्रेकअप हुन्छ, कसैको रिलेसनसिप टुट्छ, एकदमै उनीहरूको चाहिँ गहिरो प्रेम हुन्छ, त्यसपछि उनीहरूको रिलेसनसिप टुट्छ, उनीहरूको ब्रेकअप हुन्छ। त्यसपछि धेरै व्यक्तिहरू चाहिँ यो अवस्थासम्म पनि पुगेको छ, कतिजनाले सुसाइड पनि गरेको छ, कतिजनाले चाहिँ आफ्नो मेन्टल हेल्थ खराब गरेको छ, कतिजना चाहिँ पागल भएको छ, कतिजना चाहिँ आफ्नो जीवनलाई, जिन्दगीलाई बर्बाद गरिरहेको छ, कतिजना बेहोस भएको अवस्थाहरू पनि हुन्छ। यो किन हुन्छ भने किनभने ऊ त्यो सिचुएसन, त्यो अवस्थासँग लड्न सक्दैन, त्यो सिचुएसन अवस्थासँग लड्न सक्ने क्षमता उसमा छैन। उसले आफूले आफूलाई, आफ्नो दिमागलाई, आफ्नो त्यो इमोसनलाई चाहिँ बुझेको छैन, आफ्नो इमोसनलाई चाहिँ उसले स्ट्रङ बनाएको छैन भने ऊ अब त्यो सिचुएसन, त्यो अवस्थासँग लड्न सक्दैन, र ऊ त्यो सिचुएसन अवस्थाबाट अब पन्छेर भाग्न पनि सक्दैन भने अब उसमा एउटै मात्रै अप्सन हुन्छ, अब उसको दिमागले एउटै मात्रै अप्सन पाउँछ, त्यो हो फ्रिज हुने, त्यो हो बेहोस हुने। दिमागको सोच्ने शक्ति, अब म फेरि पनि जिन्दा रहन सक्छु, अब फेरि पनि म अगाडि बढ्न सक्छु, केही गर्न सक्छु भन्ने अब हाम्रो त्यो दिमागको हामीलाई जिन्दा राख्ने त्यो पार्ट नै ब्लक हुन्छ क्या, त्यो पार्ट नै रोकिन्छ। अब अगाडिको हाम्रो भविष्य, अब अगाडिको हाम्रो जिन्दगीको बाटो चाहिँ हामी देख्दैनौँ, हामी शून्य हुन्छौँ।